अहिले फोहोर रोकेको हाम्रो समितिले भन्दै आएको मलाई स्पष्ट जानकारी छ कि फोहोर रोकेको निरञ्जन तपाईँ हामी म 1 बजीसम्म पनि सुत्न सकेको अवस्था छैन। माया भएर मात्रै भयो नि, माया त छ, माया भएर के भने अब बाँच्नै सकिँदैन त कसरी माया। अब रातभरि दिनभरि गनाउँछ, अब बिरामीमा चाहिँ मर्नु लागेको चाहिँ हिजो यहाँ बस्न सकिएन, एकदम गनाउने त्यो लिचड खोलेको बेला त बसिसाध्यै हुँदैन हेर्नुहोस्। त्यही भएर झिँगा त्यत्तिकै आउने, बस्न सकिँदैन, खानु सकिँदैन। यस्तो मिडियाहरू धेरैचोटि आइसक्यो, धेरैचोटि सरकारले वार्ता गरिसक्यो, बोलाइसक्यो, तैपनि केही हुनेवाला छैन। यहाँको जनताहरू एकदम निराश अवस्थामा भएको छन्। बस्नै हुँदैन हो नि, झिँगा घन्केर बस्नु हुँदैन, खाजा खानु पाइँदैन बेला गरेर। अरियल गोरु आदि आउँछ झिँगाहरू, अब के गर्ने? अझै तपाईँ गएर हेर्नुपर्छ कति गाह्रो छ भने यहाँ सिमै छैन। अब उठिने कोही जिउ भनल चाहिँ भनेको छ कि पोखरीसम्म कुलेगाउँसम्म भनेको छ कि पर्दी चाहिँ पर्दी कहिले थाहा छैन। हामी तल गइसक्यो। यो काठमाडौँ महानगरपालिकाले हामीलाई चाहिँ प्रभावित क्षेत्रलाई उठाइदिएर अब यहाँ चाहिँ मानव रहित फोहोर भयो भने हामीलाई धेरै राम्रो हुन्थ्यो। माया भएर मात्रै भयो नि, माया त छ, माया भएर के भने अब बाँच्नै सकिँदैन त कसरी माया। व्यापक गनाउँछ, बिहान बेलुकै दिउँसै मान्छेहरूलाई बस्ने गाह्रो भयो। बेकार यता बिहा गरेपछि भन्ने हुन्छ है। त्यस्तो नि लागिरहेको। हामी चाहिँ अब फोहोरले गर्दाखेरि यहाँनिर बस्न एकदम वातावरण एकदम असुरक्षित भएको छ।